हाम्रो दाइहरूको एकदम भ्याइ छ जे होस् एकदम राम्रो छ। हाम्रो पसलको नाम के अरे दाइ? चाट चटपटा एकदम ठुलो भर्याङ भन्दा अलिकति 50 मिटर भित्र स्पेसली चाट चटपटै खाना आउनु होला है सबैजना है। त्यस्तो धेरै आइटमहरू हाल्दै मा युट्युब च्यानल उमेश ब्लग स्टार 1 मा यस्तै सम्पूर्ण किसिमको भिडियोहरू हाल्ने क्रममा आज विशेष गरी एकदम स्पेसली चाट चटपट स्पेसली होटल र क्याफे एन्ड क्याफेको विशेषता आजको यो ब्लगमा यहाँहरूले यो लगभग भिडियो 8 मिनटको भिडियो हुनेछ। यहाँहरूले सम्पूर्णले यो भिडियो पनि हेरिदिनु होला र हेरेर कस्तो लाग्यो के लाग्यो कमेन्टमा अवश्य नै जनाउनु होला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र साथसाथै हाम्रो च्यानलको नाम उमेश ब्लग स्टार 1 रहेको छ र त्यसमा भइरहेको विभिन्न किसिमको सामाजिक विषय र हामीले हाल्ने गरेको हरेक किसिमको भिडियोहरू चाहिँ यहाँहरूको माझ समावेश गर्ने गरेका छौँ। ल गाइज आउनुहोस् भिडियोलाई स्किप नगरी पुरा हेरिदिनु होला है। गाइज चाट चटपट भनेको चाहिँ यस्तो रहेछ है। आज चाहिँ हामी चाट चटपट क्याफे अब एक हिसाबले हामीले क्याफे भन्दा नि केही फरक पर्दैन र होटेल विशेष गरी होटेल भनेर लेखेको छ होइन। त्यो चाहिँ ठाउँ हामी ट्याक्कै ठुलो भर्याङ सेम्बुबाट नजिकै रहेको होइन चाट चटपट क्याफेमा आइपुगेको छ। जो यहाँ आइपुग्दाखेरि एकदम रमाइलो पनि लाग्यो र यहाँको डेकोरेसनहरू चाहिँ एकदम स्पेसली र आजको यो चाट चटपट क्याफेमा ल्याउने चाहिँ विशेष हाम्रो भाइ विराज भाइ। अनि विराजले चाहिँ योभन्दा पहिला पनि आथ्यौ एक्लै खान लाग्यो केटा तिमी त के हो पारा मिठो छ कागती चटपटे खाना आउँदाखेरि कागती खानु त ठिकै हो एकदम स्पेसली कागती र चाट यो चाहिँ जे कति बेला चाहिँ मनपर्छ कतिलाई मन पर्दैन होला होइन आफ्नो ठाउँमा छ। गाइज अब मलाई चाहिँ मन पर्दैन किनभने यो दहीहरूको आइटम हालेको चाहिँ चिजहरू मन पर्दैन र म चाहिँ अब चटपटे खान्छु भन्ने सोच गरिरहेको छु हामीले चाहिँ होइन त। हाम्रो एकदम बेस्ट फ्रेन्ड मेरो मामा भनेर बोलाउने गरेको छ हाम्रो कम्पनीमा सबैजनाले मामा भन्छ यहाँहरूले पनि मामा भनिदिनुहोस् न अब है। र विराज भाइ र आजको यो ब्लग चाहिँ एकदम स्पेसली स्टिकर नै है एकदम दामी स्टिकर छ यहाँ चाहिँ सबै सजावटी कुराहरू धेरै राम्रो छ टेबलहरू र अनि यहाँनिर चाहिँ आर्ट्स गरेर छ एकदम स्पेसली वेलकम यहाँहरू सम्पूर्णलाई वेलकम भनेको छ होइन। र यहाँ चाहिँ एकदम हात्ती होइन त हात्तीको एकदम दामी त्यो पनि स्टिकरै हो र यहाँनिर चाहिँ एकदम हेर्दाखेरि लङ्गुर यो चाहिँ लङ्गुर बत्ती समातेर एकदम बसिरहेको छ। यी सबै कुराहरू चाहिँ एकदम स्पेसली सबै कुरा त ठिकै हो है। म पनि कुनैमा बसेँ है गाइस सबै कुरा चाहिँ एकदम स्पेसली छ तर हामीहरूलाई बोलाएर अनि एक्लै खाँदाखेरि चाहिँ राम्रो भएन है केटा हेर हाँसेको अनि मलाई मन पर्दैन नि त मेरो लागि चाहिँ के भनिदिएको छ अनि यहाँको लागि चटपट गाइस एकदम स्पेसली चाट चटपट क्याफे भनौँ होटेल भनौँ होइन यी सबै कुराले सम्पन्न भएको ठुलो भरेको चोकमा रहेको आजको यो क्याफेमा हामी आइपुगेको छौँ। ल सिन चाहिँ एकदम राम्रो रहेछ हाम्रो अङ्कलले एकदम स्पेसल बनाएर ल्याउनु भएको छ र उता काउन्टर चाहिँ उतापट्टि छ है त। हाम्रो लागि पनि आइपुग्यो है के हो यो चटपट मामा के हो यो चटपटे चटपटे
ल ठिक छ ल खानु न कस्तो ठिक छ चटपटे हो होइन चटपटे चाहिँ अब अर्डर बनिहाल्ने कि एकछिन अझै कुर्नु पर्ने हो अझै नहीं कोही आउनुपर्छ आज अब चटपटे चाहिँ खाइयो चटपटे खाँदैछ नि त मेरो बानी चाहिँ फेरि मिठो होस् नमिठो होस् कसैलाई कम्ती होइन मिठो भन्नुपर्छ होइन मामा अनि अरू पनि छँदैछ यसरी हेर्नु है हेर मक्का बरेको मामा चटपटे खान पाउँदा होइन र हाम्रो दाइहरूको एकदम भ्याइ छ जे होस् एकदम राम्रो छ हाम्रो पसलको नाम के अरे दाइ चाट चटपटा एकदम ठुलो भर्याङ भन्दा अलिकति 50 मिटर भित्र स्पेसली चाट चटपटै खाना आउनु होला है सबैजना है त्यस्तो धेरै आइटमहरू हालेर बनाउनुहुन्छ चटपटी पनि एकदम स्पेसल यो चाहिँ पानीपुरीको झोल हो र पानीपुरीको झोल ल गाइस आजको चाहिँ हामी एकदम स्पेसली चाट चटपट होटेल भनौँ क्याफे भनौँ के भन्ने दाइ चाट चटपट हाउस सबैजना आउनु होला एकदम खाइदिनु होला हामीले पनि एकदम खायौँ एकदम स्पेसली मन पर्यो चटपटे पसल भन्दा त धेरै भिआइपी चटपटी पसल त हाम्रो पनि छन् होला अब त्यही पनि यो चाहिँ एकदम धेरै भिआइपी ल हाम्रो भ्लगबाट हेर्नेहरूले सबै आउनु है एकदम लाइन लाएर दिनमा लगभग अहिले नि 5,000 व्यापार हुन्छ 10,000 हुन्छ है अब 10,000 होइन अब 20,000 को व्यापार यहाँ आउनु पर्यो है ल यहाँ सम्पूर्णलाई बाई बाई आज यो चाट चटपटी पसलमा आएर चाट पनि खाइयो चटपटी पनि खाइयो एकदम मिठो लाग्यो ल थ्याङ्क यू सो मच यहाँहरू सम्पूर्णलाई र विशेष गरी हाम्रो यो पसललाई पनि है त हस् धन्यवाद हस् बाई बाई युट्युब च्यानल छ होला